शेष समाज येला चिक्कगु पलिस्ता दि हंगुदु इलाका नम्बर 5 और 9 संयोजने पलिस्ता दिवस या ज्याजो शेष समाज येला नाय सुरेन्द्र गोविन्द जोशी सभा नाय श्री शनिबार जुगुखा ज्याजोया उलेजे उप प्रधान निशे परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ जनादिगु खा नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज हो र नेपालले त्यो विशेषतालाई आफ्नो अनुपम विशेषताका रूपमा अंगीकार गरेको छ र विविधताको बीचमा एकतालाई हामीले हाम्रो एउटा सुन्दर पक्षका रूपमा आत्मसात गरेका छौँ। यो समाजलाई आफ्नो 10औं वार्षिकोत्सव सम्पन्न गर्ने दिनसम्म आइपुग्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु। यसरी यो समाजलाई संगठित गरेर एकताबद्ध गरेर आफ्नो समाजका सदस्यहरूको एकता, समृद्धि, संस्कृतिको रक्षामा जसरी संलग्न हुनुभएको छ त्यसको निम्ति धन्यवाद पनि दिन चाहन्छु र यो 10औं वार्षिकोत्सव कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु। ज्याजुले संघीय सांसद पी उदय शमशेर राणा, तोसीमा कार्की, यलो नेवा समाज या छ्यान्जे, सञ्जय शर्मा राजोपाध्याय समाज या त पलिस्ता दिवस चोले भिन्तुना देछना दिएको खा। नेपाल भनेको एउटा बहुभाषिक, बहुधार्मिक एउटा देश मात्र होइन, हामीहरू एउटा समाज पनि हो। समाजमा हामीहरू सबै मिलेर बसेको छौँ। तर हामीहरू सबैको आफ्नो पहिचान छ र आज तपाईहरूको जुन कार्यक्रम तपाईहरूको समाजले गर्नुभएको छ त्यो पनि तपाईहरूको एउटा पहिचान, एउटा आइडेन्टिटी। हामी सबै नेपाली हौँ तर नेपाली भित्र पनि आफ्नो सबैको पहिचान हुन्छ। तपाईहरूको श्रेष्ठ समाजको एउटा पहिचान छ र म पनि एउटा कुँवर राणा भएको कारणले हाम्रो पनि एउटा गुठी समाज हुन्छ, अरू सबै साथीहरूको हुन्छ र हामीहरू सबै एकै ठाउँमा बसेर आफ्नो कल्चर, हेरिटेज, भाषा प्रिजर्भ गरेर हामीहरू मिलेर अगाडि बढ्नुपर्ने। नेपाल भनेर चिन्नु पर्दाखेरि आजभन्दा धेरै वर्ष अगाडि लिच्छवीकालमा, मल्लकालमा, त्योभन्दा पनि अगाडि नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्र चिन्ने गरिन्थ्यो। साँच्चै भन्नुपर्दा आज हामी नेपाली भन्छौँ। नेपाल भनेर यो समुदायलाई, यो ठाउँलाई, यो संस्कृति, यो कला यसरी सुन्दर बनाएर राख्नु भएकोमा यो समुदायप्रति नेपाल राष्ट्रले नै आभार प्रकट गर्नुपर्छ भनेर म भन्न चाहन्छु। नेपाया भुसिकेको लागि, नेपालको भुसीको लागि तजी यो खलाया कसा नेवाने फेर तमिगु तजिगु दफजग निसे संस्कृति स्वेवे मरु रहेको छ। सनि नमिजौनु हलिमे स्वेदन भुसिके बि मल्लासा छुन किरि मल्लासा जीव नेवादेको परम्परा दफजग तिथि ज्याजो त देवेमा आले जी हलिमे नेपा रियाचे मसी अभेजु कारण जिसन तो सेह समाजन थथगु बुझ्न जे विविधता भिन्न शेषले भिन्न एकलु तर जिसछु विजयमा दासा शेष समाज गुट गठन जसोमुदु उकिन जिसछु भजिसा विजयमा गल्तुकिन कर्मचारी जसी तो अलगै किसिम छौ पहिचान जे होइछौ। ज्याजोले शेष समाज यलय नाय सुरेन्द्र गोविन्द जोशी, नकु नवीन मङ्गल जोशी, ज्याजोया सह संयोजक गणेश भक्त श्रेष्ठ समाज यान वेचुङु ज्याखै बारे जानकारी ब्यादिएको ख। शेष समाजको जन्म आजभन्दा 10 वर्ष पहिले गठन भएको थियो। यसको मुख्य उद्देश्य भनेकै सबै शिष्यहरूलाई एक ठाउँमा ल्याएर आफ्नो विकास र अरू जातिहरूसँग मिलेर देश विकासमा सहयोग पुर्याउने भन्ने उद्देश्यका साथ स्थापना भइरहेको हो। अब शिष्य भन्दाखेरि को भन्ने कुरा आउँछ। शिष्य भनेको काठमाडौँमा बस्ने नेवारहरूमध्ये हिन्दू धर्म मान्ने
जाति हुन्। यसमा चाहिँ नि शिष्यमा 3 थरीका जाति आउँछ, उपजाति। हिन्दू धर्मका वैश्य, ब्राह्मण अनि क्षेत्री, यो 3 जाति मिलेर शिष्य बनेको छ। मानवको ठाउँ चाहिँ ज्याजो ज्ञानसाहेबको उके लागि इलाका न्याउको भूमु या सकिसिक युक्को सुबाय देशम नापम थुं उलाका एके उत्कृष्ट इलाका घोषित जोनी जिठौन इलाका एक पछ्या बुइन्दिया जिठो कसकै गौरवनी यो कार्यक्रम 10औं छ, त्यस कारणले पनि मैले भन्छु यो कार्यक्रम हामीले ऐतिहासिक कार्यक्रम हुन गइरहेको छ। हामीले 10 वर्ष कम्प्लिट गरेर 11मा हामी प्रवेश गर्दैछौँ। एक टिकेट भनेपछि 10 वर्ष हुन्छ। 10 वर्ष भनेको एउटा लामो समय हुन्छ। त्यो लामो समयलाई पार गरिसकेको अवस्थामा आजको दिन हाम्रो यो जुन कार्यक्रम भइरहेको छ यो एउटा ऐतिहासिक रूपमा हामीले कार्यक्रम हामीले गर्नुपर्छ भन्ने मनसाले पनि यो कार्यक्रमलाई अलिकता हामीले अझ राम्रो गर्ने उसमा परिस्थितिमा हामीले लिएर गएर आजको कार्यक्रम चाहिँ नि यो अहिले अगाडि बढिरहेको छ। ज्याजोले शेष समाजे आबद्ध तिथि व्यक्तित्व लिसे उत्कृष्ट इलाकायत हंगु खासा दुजतेगो मस्तमध्ये उत्कृष्ट ल्याहेत तालापी गोमितेतन दसिपौ ललागु खा मानवीय विषयमा मोगुजुल चितन शक्तिले समाज न्यागन थौ शेर्पा ट्याकेदा तालापी धन्यवाद हाम्रो सङ्घीय सांसद मीना श्रेष्ठ शिष्य समाज सल्लाहकार मधु कामना श्रेष्ठ र बिना मुनि श्रेष्ठ दशको दल यादव विकास श्रेष्ठ सुमन जोशीनाथ बाबु श्रेष्ठ जिता तालागो एक सकल 3 सकल उच्च